साथीहरू मसँग चाहिँ कुनै पनि सामानहरू 1-2 दिन भन्दा अरू दिन टिक्दैन के। हेर्नु न, यो पनि मेरो कान्छाले बर्थडे गिफ्ट दिएको 2 टुक्रा पारिदियो कि छोरीले। सो हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो डे 13 मिनी भ्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्न मिल्दैन, किनभने म सुरुगा लगाइरहेको छ। सो साथीहरू धेरै भयो घुमघाम, अब कपडा धुन पर्छ किनभने जस्तो धुन पाएन नि त। सो लागि म कपडा धुनको लागि। सो साथीहरू बाँदरको हातमा नरिवल भने जस्तो ममा हुन्छ कि। मसँग चाहिँ कुनै पनि सामानहरू 1-2 दिन भन्दा टिक्दैन के। बर्थडेको दिनमा चाहिँ कान्छाले आफ्नै हातबाट मलाई लगाइदिएको थियो कि, अनि मैले चाहिँ खोलेर राखेको थिएँ। अनि फेरि लगाउँदाखेरि चाहिँ मबाट चुड्डियो, अनि कान्छाले चाहिँ फेरि बनाएर ल्याइदिनु भएको थियो। फेरि अस्ति लगाएको नानीले फेरि चुडाइदियो कि, अब बच्चा भएपछि त्यस्तै हो कि। सो अनि घाँटी खाली देख्दा त कस्तो लाग्ने होइन, अब लगाइराख्ने भएर होला नि त। अनि म चाहिँ गएँ ज्योतिनगर बनाउनको लागि। अनि यहाँबाट चाहिँ दिदी आउँदै हुनुहुन्थ्यो, अनि दिदीलाई कुरेर बसिरहेको थियो एकछिनसम्म। हामी चाहिँ फाइनली पुग्यौँ। अनि मेरो चाहिँ ज्योतिनगरमा धेरै काम थियो, अनि पार्लरमा चाहिँ भिड भएको कारणले चाहिँ मैले पहिला आफ्नो कामहरू भ्याउँछु, दिदी त पालो कुर है भनेर म चाहिँ गएँ। अनि मेडिकल गएर चाहिँ मम्मीको लागि एलर्जीको औषधि नि ल्याएँ, अनि चार्जर पनि लिएर आएँ। त्यो चार्जर लिएर चाहिँ म गएँ मङ्गलसूत्र पनि बनाइदिनको लागि। मैले चाहिँ मोबाइल लिएर गएको थिएन। सो अनि म चाहिँ आएको चाहिँ दिदीले थ्रेडिङ गरिसकेको रहेछ कि, अनि पालो पनि मेरो कटिसकेको। सो अनि फेरि पालो कुर्नै पऱ्यो नि त। अनि म कुरेको बल्ल बल्ल मेरो टाइम आयो। अनि सो साथीहरू अँधेरो हुन लागिसकेको थियो। अनि म चाहिँ छिटो सुन पसलमा गएर चाहिँ मेरो मङ्गलसूत्र लिएर आएँ। सो साथीहरू थ्रेडिङ गरेपछि त फेस चाहिँ अर्को देखिने कति राम्रो, आफ्नो फेस आफैलाई मनपर्ने। अनि म चाहिँ हतार गरेर फेरि जानु पऱ्यो। आज शुक्रबार थियो नि त, हाट बजार पनि लाग्ने। अनि 2-4वटा सामान लिएर आउनु थियो, घरको सामान भनेर चाहिँ म लागेँ हाट बजारतिर। अनि हाम्रो यहाँको हाट बजार चाहिँ बेसरी चलफल भइरहन्छ क्या। सो साथीहरू मैले चाहिँ यहाँ मसलाको डिब्बाहरू लिएँ, किनभने डिब्बाहरू थिएन नि त। अनि नानीको लागि पानी खाने बोतल पनि लिइदिएँ, अनि टिफिन पनि लिइदिएँ। सो दिदीले पनि यो बोतल लिँदै हुनुहुन्छ। सो हामी चाहिँ जान लाग्यौँ। अब तरकारीहरू लिऊँ भने घरमै छ तरकारीहरू, हामी चाहिँ तरकारीहरू लिए होइन। सो साथीहरू हाट बजार पुगिसकेपछि त चटपट नखाने त कुरै छैन। दिदी बहिनी भएपछि चाहिँ चटपट त खाइन्छ। यहाँको भैयाले चाहिँ यस्तो मिठो बनाइन्छ कि चटपट, हामी जहिले पनि त्यही गएर खाने हो। साथीहरू यो अङ्कलले चाहिँ कस्तो राम्रो मासु दिनुहुन्छ कि, अनि हामी चाहिँ सधैँ जान्छौँ कि यहाँनिर मासु लिनको लागि। त्यो साथीहरू यस्तो राम्रो छानी जस्तो भने त्यस्तै मासु हालिदिनुहुन्छ कि, अनि हाल्दा चाहिँ अँधेरो नै भइसकेको थियो। सो साथीहरू यति मेरो मिनी भ्लग हेरेर बस्नुभएको थ्याङ्क यू सो मच। फलो गर्नु चाहिँ नबिर्सिनु होला। बाई बाई।